स्वागत छ जानुकाज रेसिपी किचनमा हजुरहरूलाई। सधैँजसो आज पनि म एउटा भिडियो लिएर उपस्थित भइसकेको छु। आज चाहिँ मैले झुलिलो लोकल बोडी र आलुको सब्जी लिएर आएको छु। यो बोडी र आलुको सब्जी आज घरेलु पाराले बनाउँदैछु। एकदमै टेस्टी बन्छ। हजुरहरूले पनि यसरी बनाएर ट्राई गर्न सक्नुहुनेछ। आज बनाएको यो रेसिपी यदि हजुरहरूलाई मनपर्छ भने प्लिज भिडियोलाई लाइक शेयर कमेन्ट गर्न चाहिँ नबिर्सनुहोला। मैले आज राखेको भिडियो हजुरलाई मनपर्छ भने चाहिँ यसरी ट्राई गर्न सक्नुहुनेछ। हजुरहरूको ओपिनियन कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ। मेरो च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने प्लिज सब्स्क्राइब गर्न चाहिँ नबिर्सनुहोला। आज मैले यो सब्जी कुकरमै बनाएको थिएँ। एकदम टेस्टी भएको थियो। एकपटक हजुरहरूले पनि ट्राई गर्न सक्नुहुनेछ। अब लागौँ बनाउनतर्फ। बनाउनको लागि मैले एउटा कुकरमा 2 चम्चा तेल राखेपछि थोरै मेथी राखेँ अनि त्यसपछि जिरा पनि राखेँ। अब त्यसपछि लगातार मैले यसमा थोरै अदुवा थिचेर राखेँ। त्यसपछि लसुन राखेँ। लसुन लगभग यसमा 8-10 वटा पोटीलाई राम्रोसँग थिचेर राखेको छु। यसको बोक्रा नफालिकन थिचेर राखेको छु। यसले स्वाद एकदम इन्हान्स गर्छ। अनि त्यसपछि यसमा प्याज, एउटा ठुलो साइजको प्याजलाई म स्लाइसमा काटेर राखेको थिएँ, त्यसलाई पनि राखेर फ्राई गर्दैछु। यसरी फ्राई गरिसकेपछि यसलाई जुन 1 मिनट जति मैले प्याजलाई फ्राई गरेपछि चाहिँ त्यसपछि टमाटर राखेँ। टमाटरलाई पनि राम्रोसँग यसरी फ्राई गर्दैछु। टमाटर लगभग 2टा टमाटरलाई मैले काटेर राखेको थिएँ अनि त्यसलाई चाहिँ राखेँ। अब यसरी टमाटर राम्रोसँग यसलाई चाहिँ मैले यसलाई राम्रोसँग चलाइसकेपछि स्वादअनुसार नुन आधा चम्चा बेसार पनि राखेँ। अब यसरी टमाटरलाई पनि राम्रोसँग मिक्स गर्दैछु। बेसार र नुन राखिसकेपछि यसलाई राम्रोसँग मिक्स गरेर अब मसला राख्दैछु। मसलाको लागि 1 चम्चा धनिया राखेँ, आधा चम्चा यसमा जिरा पाउडर राखेँ अनि त्यसपछि यो चाहिँ हो गरम मसला। गरम मसला यो गेडागुडी सब्जीको लागि एकदमै कम्पलसरी हुन्छ। यसरी हामीहरूले गरम मसलामा चाहिँ हामीहरूले जुन त्यसमा गरम मसलाको स्वादले एकदमै मिठो स्वाद लिएर आउँछ। झोलिलो झोल बनाएर खानको लागि चाहिँ हामीहरूलाई गरम मसला चाहिँ राख्नै पर्ने हुन्छ। गरम मसला यदि छैन भने हजुरलाई स्पाइसेसहरू जुन सिङ्गै स्पाइसेस छ भने त्यो राखेर पनि हजुरले तेलमै राखेर पनि बनाउन सक्नुहुनेछ। अब यसरी लगभग 1 चम्चा जति गरम मसला राखेर मैले आलु राखेँ अनि आलु राखिसकेपछि मैले राम्रोसँग यसरी मिक्स गरेर चाहिँ आलु राखिसकेपछि लोकल बोडी मैले अघिल्लो दिन नै केलाएर यसलाई फ्रिजमा धोई पखाली गरेर राखेको थिएँ बट्टामा। अब यसरी राखिसकेपछि अब यही बोडीलाई चाहिँ मैले सब्जीमा राख्न जाँदैछु। अब यसरी राखेको बोडीलाई चाहिँ मैले लगभग आधा जति चाहिँ एकपटक राख्छु अनि राम्रोसँग मिक्स गरिसकेपछि आधा फेरि अर्को पटक गरेर राख्छु। अब यसरी राम्रोसँग मिक्स गर्दैछु। यसरी मिक्स गरेर हामीहरूको जुन बोडी र आलुको सब्जी छ यो जुन बोडीलाई आधा फेरि पनि राखेर चाहिँ यसलाई मिक्स गर्न जाँदैछु। यसरी पहिला चाहिँ हामीहरूले जुन पनि हामीहरूले झोलिलो सब्जी बनाउँदा पहिला ग्रेभी तयार गर्नुपर्ने हुन्छ। ग्रेभी अर्थात् लसुन प्याज धनिया लसुन प्याज अनि त्यसपछि टमाटर राखेर मसलाहरू राखेर चाहिँ त्यसलाई एकछिन पकाउनु पर्ने हुन्छ। पाकिसकेपछि बल्ल त्यसपछि हामीहरूले तरकारी के को झोल बनाउन लागि छ त्यो राखेर त्यसलाई एकछिन चाहिँ राम्रोसँग त्यसलाई मिक्स गरेर एकछिन लगभग 1-2 मिनट चाहिँ त्यसलाई चलाइ पकाइसकेपछि अनि आफूलाई आवश्यकता अनुसार पानी राखेर चाहिँ यसलाई चाहिँ हामीहरूले सिटी लगाउनु पर्ने हुन्छ। यसरी सिटी लगाएर बनाइएको तरकारी एकदमै टेस्टी बन्छ। मैले लगभग 3 सिटी